लगाइजी पेट्रोल सिद्धिएर यार बिजोग भयो पाइयो नि आज पेट्रोलै सिद्धि वहाँ गोर्खामा पेट्रोल हाल्नै आरू घाटमा गयो पेट्रोल हाल्नै पाइएन त्यहाँ होइन त्यहाँ हामीले कोसिस गरेको पनि हो त्यहाँ नभएको पनि हो होइन साथी हो अर्जुन दाईको स्कुटरबाट हो निकाल्ने दाइकोमा भ्रमण नपर्ने होला दाइको पनि धेरै छैन यार 200-300 ml भए त पुग्छ लगाइ चाहिँ हामी चाहिँ धेरै पछि चाहिँ आज घुम्न जान लाग्यो घुम्न भन्दै हामी चाहिँ हन्डाको टिम अर्जुन दाई अनि सफल भाइ अनि हाम्रो कार्तिकजी अनि म चाहिँ हामी चाहिँ गोर्खा जान लागेको हो बिहानै हिँड्ने भन्थे केटाहरूले चाहिँ अहिले चाहिँ हाम्रो भनौँ न बिहानै जाने भन्थे मैले नै ढिलो गरेँ गाइस म उठ्नलाई केटाहरू रिसान खासै बोलेको छैन तर मनमा नै रिसाए पनि बाहिर चाहिँ बोल्छन् होइन अर्जुन दाई दाइ कस्तो लागिरहेछ आज मैले ढिलो गरेको छैन अनि त्यो गाई छ अनि बाटो चाहिँ बबल बनेको छ है पृथ्वी हाइवे चाहिँ अब बाटो बबल बनेको छ यहाँ हाम्रो सफलजी हुनुहुन्छ भाइ केही बोलिदेऊ यसो होइन साउन्ड चाहिँ दामी छ गाई चाहिँ कपिराइट नपरोस् कार्तिक सर हेलो यतै हेर्छियो न अनुहारै देखाइसियो न ठिक छ नि खबर ल गाइज हामी चाहिँ अब गोर्खा जान लाग्यो होइन अब बाटोमा के हुन्छ हेर्दै जाऊँ गाइज धेरै पछि भ्लग बनाएको छु खासै बोल्न त आउँदैन त्यही पनि कोसिस गरेको छु गाइज होइन के हो र गाडी स्टा अफ पनि गरेको छैन यतापट्टि जान मिल्छ हामी जाने बाटो चाहिँ यताबाट हेर्न सक्नुहुन्छ धुलो हामी चाहिँ एकैछिन विश्राम गरेको गाई चाहिँ यो धुलो देख्न सक्नुहुन्छ होममा ए हाम्रो स्कुटर हाम्रो अर्जुन दाईको अनि मेरो लगाइस हामी फाइनल्ली खैरेनी बजार पनि आइपुग्यो सायद हामी चाहिँ उता गोर्खा दरबार मन्दिरतिर चाहिँ जाने भन्ने कुरो पनि छ हाम्रो अनि तर के हुन्छ हेर्दै जाऊँ होइन समयले कतिको साथ दिन्छ लगाइस हामी चाहिँ गोर्खा अब यहाँ यो पुलबाट चाहिँ गोर्खा सुरु हुन्छ तनहुँ यो पारी भयो होइन हामी चाहिँ अहिले ठ्याक्कै यो चाहिँ बिचमा छ कि गाइस बिचमा हो यो खोलाको बिचमा हो तर यो खोला नदी चाहिँ अहिले सुकेको छ किनकि माथि ड्याम छ नि त मार्की चोकमा त्यही भएर चाहिँ यहाँ सुकेको छ सुकेको अवस्था छ अनि हामी छौँ अहिले यहाँ पुलमा अब चाहिँ हामी अब यहाँबाट चाहिँ गोर्खा लाग्छौँ होइन जाम कस्तो कस्तो हुन्छ होइन भाइले भिडियो बनाउँछन् टक्क लाएर म चाहिँ राइड गर्छु होइन लगाइ हामी चाहिँ खाजा खानलाई आएको छौँ यहाँ पानी छ अरूले देखिन्छ क्या केटाहरू चाहिँ सबै गेममा व्यस्त छ होइन म चाहिँ अब भिडियो गर्दैछु सफलजी हाम्रो अर्जुनजी कार्तिकजी र म हामी चारजना भएर चाहिँ आज गोर्खा आएको हो गोर्खा जाँदै हो भनौँ न दिएको छैन अहिले चाहिँ हामी बाटोमा छौँ खाजा खान लागेको छौँ खाजा खाने टक्कै यहाँ दाइले बनाउँदै हुनुहुन्छ यताबाट चाहिँ 12 किलो होइन कति किलो नि यो ठाउँ चाहिँ 12 किलो रहेछ 42 किलोमिटर होइन भाइ 42 40 भन्थ्यो कहाँ यहाँबाट बारपाक 40 कार्तिक ए घ्याम्बेसाल हुँदै गएर उता तल आरू घाट जाने माथि चाहिँ बारपाक हेर्नु जाने होइन यहाँबाट हो बारपाक जाने हो र त्यहाँबाट पनि मिल्छ त्यो माथि जाने बारपाक हो कि लाप्राको हो जाने भन्दै बारपाकबाटै लाप्राक जानु हुन्छ मिल्छ त्यहाँबाट पनि बाटो छ
लगाइ चाहिँ हामी चाहिँ चिया पिउन लगाएको अब चिया नै हो खाइँदैन हामी समोसा पनि खाइन्छ होला दाइ समोसा नि दिनु न है चिया पिइदिउँ ल थ्याङ्क यू दाइ खाजा खुलाउनु भयो है मिठो खाजा खाएर खाजा खाइयो अब जान लाग्यो अब यही होटलमा हो डाइरेक्ट अब घ्याम्पी पुगिन्छ होला पहिले चाहिँ हामी कहीँ पसिन्न अब चाहिँ गोर्खा पनि पसिन्छ पस्यो भने चाहिँ तपाईँहरूलाई देखाउने नै छौँ अब डाइरेक्ट हामी घ्याम्पी है त गाइज ठाउँ हेर्नुहोस् गाइजहरू होइन बब्बल छ ठाउँ हाम्रो केटाहरू रेडी भइसकेछन् यिनीहरूलाई रेडी हिँडिरहेछ तिनीहरूलाई हाम्रो मतलब छैन कि हाम्रो वास्ता छैन यो राति सुटर एकदम रिस उठ्यो मन दुखेछ कि अनि गएर ड्याङ्गी ठोक्न नमिल्दिने होइन फेरि आफैले चुना हो फाइनली हामी चाहिँ कार्तिक साथी घर आइपुग्यो केटाहरू हिँड्दैछ फिक्सीको घर लगेज हामी चाहिँ हाम्रो कार्तिक सरको घरतिर हामी भिजिट गर्दैछौँ यो चाहिँ के हो त कोदो कोदो होइन त यो कोदो है बुवा कोदो तपाईँलाई कस्तो लाग्छ ल भन्नु अहिले बोल्नुपर्छ कस्तो लाग्छ आज हाम्रो कार्तिक साथी घर आउँदाखेरि होइन म त आइरहन्छु आज सबैसँग आउनु पाउँदा रमाइलो लाग्छ एकदम रमाइलो ल मलाई पनि रमाइलो लागिरहेछ यहाँ चाहिँ टक्क हाम्रो ए हाम्रो कार्तिक कागतीको बोट हो यो चाहिँ हो बारीमा होइन ए त वैशाखको ला ठाउँ चाहिँ एकदम गुड छ गाई चाहिँ बब्बाल छ ठाउँ चाहिँ होइन हेर्न सक्नुहुन्छ लुकेर त भ्यू कागतीको बोट हाम्रो कार्तिकजीले चाहिँ टिप्दै हुनुहुन्छ र म छु यहाँ म चाहिँ हेर्दै बस्ने गाई चाहिँ कहिले के छ भनेर ठाउँ चाहिँ एकदम रमाइलो छ पहिलोचोटि यो बाटो चाहिँ हिँडेको थिएँ पहिला पनि तर कार्तिक घरमा आएको चाहिँ पहिलोचोटि हो जस रमाइलो लागिरहेछ गाई होइन के हो र अब ओह्रालो छ ओह्रालोबाट ग्राभेल थियो पहिला अहिले चाहिँ पिच गरायो होला बाटो तर यसो हुन्छ अब तपाईँ जस्तो फर्स्टमा भने बहुत ढिलो जस्तो लाग्छ तर अब यहाँबाट चाहिँ चाइना धेरै टाढा छैन नि चाइना चाइना त पुगिन्छ अब तातो पानीबाट पुग्छ नि अच्छा हो र हुँदै त्यहाँ अर्को खाँचीबाट त्यहाँबाट त नजिकै हुन्छ अर्को खाँची छ अर्को खाँची के अरे आरुघाटबाट बारपाकबाट नि जान्छ अर्को खाँचीको यहाँ बोर्डरसम्म छ त त्यो त अर्को खाँची त उसमा त्यो त लुम अर्को खाँची पाल्पा हो र अनि तपाईँको पाल्पा अनि त्यो सुपर देउराली भनेको त नि मैले सुपर देउराली त मन्दिर तपाईँको उसमा भयो अर्को खाँचीमा भयो अर्को खाँचीमा तपाईँको त्यो जोइन्टमा छ क्या पाल्पा अनि उसको त्यही हो है हेर्दै गरौँ के हुन्छ कस्तो लागिरहेछ एकदम रमाइलो लागिरहेछ दाइ मलाई हल्का त्यही फोनमा चार्ज छ होइन लगेज हामी चाहिँ खाना खान लाग्यौँ हामी कार्तिक साथी घरमा लगेज हामी चाहिँ खानसाना खायो खानसाना खाएर चाहिँ अब हामी चाहिँ अहिले यता आरुघाटतिर जानु लाग्यो हाम्रो सुटरहरू यहाँ छ उसले मलाई धेरै सपोर्ट गरिरहेछ अहिलेसम्म सधैँ यस्तै सपोर्ट दियो ल लगेज हामी चाहिँ अब कार्तिकको घरबाट चाहिँ अब कार्तिक साथी घरबाट चाहिँ अब हामी
अब निस्क्यौँ हामी अरू घर जानको लागि। यहाँ चाहिँ हाम्रो आरुघाटको चाहिँ हाम्रो रनिल सरको घर चाहिँ यो हो है। अनि त्यसपछि अनि यो विवेक भाइको घर। अहिले हामी यहाँ छौँ, कार्तिक, अर्जुन दाई, सफल भाइ अनि म। अनि यहाँ चाहिँ हेर्नु गाइस पुरा घरबाटै कुलो हिँडेछ कि, कुलो माथि घर, तर बबल छ ठाउँ चाहिँ। अस्ति नै आएको थिएँ म एकचोटि, ठाउँ चाहिँ रमाइलो छ। सरहरू चाहिँ हुनुहुन्न यहाँ, चाडबाडको बेलामा आउनुहुन्छ, काम परेको बेलामा चाहिँ आउनुहुन्छ। तर घर चाहिँ दामी छ गाई चाहिँ, पिस छ ठाउँ चाहिँ। लगै चाहिँ हामी चाहिँ अब आरुघाटबाट नि फर्किन लाग्यो। पानी अहिले पर्ला जस्तो छ। यस्तै मकै छ यार अहिलेको सिजनमा नि, चैते मकै होला यो। यता केटाहरू छ। अनि म चाहिँ अब चाहिँ हामी निस्किन लाग्यो। आरुघाट पनि आइयो, अस्ति नै आएको थियो। म बबी भाइलाई चाहिँ एकदम मिस गरेको छु मैले है। यो भिडियो बबी भाइले पछि हेऱ्यो भने चाहिँ बुझ। अनि ठाउँ चाहिँ बवाल छ गाइस होइन, बवाल छ। ल अब चाहिँ हामी जानुपर्छ है त गाइस। पेट्रोलै पाएन कि गाइस, कस्तो टेन्सन भयो यार। यता छ भनेर लगाइदिइहाल्यो हो गाइस हाम्रो। हजुर होइन हाम्रो चाहिँ बाटो एकदम बसिलो छ। यस्तै हो हालत खराब, पानी परक, दिमाग खराब हुन्छ नि गाइस। त्यही हो, थकै लाग्यो। लगाइजी पेट्रोल सिद्धिएर यार बिजोग भयो। म चाहिँ यता पेट्रोल लिन जाँदै, के अरे बोतल लिन जाँदैछु। बोतलै पाइयो नि आज, पेट्रोलै सिद्धि। उहाँ गोर्खामा पेट्रोल हाल्नै, आरुघाटमा पेट्रोल हाल्नै पाइएन। त्यहाँ हामीले कोसिस गरेको पनि हो, त्यहाँ नभएको पनि हो। हजुर त्यहाँ नि पेट्रोलै नपाएको कि। आरुघाटमा पनि थोप्पो छैन कि, दुःख पाइयो। लगाइस अब चाहिँ पेट्रोल सेट्रोल हाल्यो है। अब 200-300-400 ml जति हाल्यो। अब पेट्रोल अब हाल्यो। अब चाहिँ अब निस्किनुपर्छ गाइस। अहिले बेलुका हुन्छ। धन्दा दाइको माल कि पेट्रोल रहेछ र अब ठिक भयो, न त दुइटैको नभए बा केले नपाउने दुःख पाइन्थ्यो होइन। जङ्गलनिर छौँ हामी चाहिँ, जङ्गलको बाटोनिर। फेरि बाटो उकालो छ कि ओह्रालो भयो भने त सजिलो हुन्थ्यो, उकालो छ त्यही भएर टेन्सन हुन्थ्यो। अब यहाँबाट चाहिँ गोर्खा 6 किलोमिटर छ। 6 किलोमिटर त अब लगभग 200-300 ml धान्ला भन्ने सोच हो मेरो। धान्ला पनि धान्नै पर्छ जसरी पनि गाइस। ल पेट्रोल सेट्रोल त हालिदियो गाइस। अब बेलुका हुन्छ सायद मेरो भिडियो चाहिँ अब यहीँ अन्तिम हुन नि सक्छ गाइस होइन। अनि हामी चाहिँ के अरे उता गोर्खा दरबार जाने भनेको, हामी गएनौँ।